अहिले काटीकोटी नेपालमा एनिमेको स्थिति भनेको यस्तो हो। आधी जिन्दगीको साथीभाइहरूलाई एनिमे हेरा हो। एनिमेमा स्टोरी लाइन राम्रो हुन्छ, एक्सन खतरा हुन्छ, डिप हुन्छ, हरेक टपिक भनेर जान्छ। अनि अर्को आधी जिन्दगी चाहिँ ए होइन कार्टुन होइन है, यो कार्टुन होइन, कार्टुन र एनिमे फरक हुन्छ। एनिमे म्याच्योर अडियन्सको लागि हो भने कार्टुन बच्चाहरूको लागि हो भन्नेमा जान्छ। सो हे गाइस, हाउ आर यु? स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा। टुडे वी आर गोइङ टु टक अबाउट नेपालमा एनिमेको कन्डिसन कस्तो छ त। सो इफ यु आर एनिमे फ्यान, मलाई कृपया लास्टसम्म झेल्दिने कोसिस गर्नु होला। सो लेट्स स्टार्ट द भिडियो। नेपालमा एनिमेको सुरुवातको कुरा गर्ने हो भने हामी सबैले बच्चैदेखि एनिमे हेर्दै आइरहेको हो। डोरेमोन, सिन्चेन, पोकेमोन, ड्रागन बल जी र निन्जा हतोरी। बस हामीलाई त्यो बेला थाहा थिएन कि यो एनिमे हो भनेर। त्यो बेला हामीले यसलाई सिम्पली कार्टुन भन्थ्यौँ, तर यही कार्टुनहरूले नेपालमा एनिमे कल्चरको बेस तयार गरेको हो। पछि जब नेपालमा इन्टरनेट र स्मार्टफोन कमन भयो, एनिमेको पपुलारिटी बढ्दै गयो। मोबाइल डाटा सस्तो भएपछि र वाइफाई अब घर घरमा लागिसकेपछि युथहरूले एनिमे अनलाइन हेर्न थाले र घरमा वाइफाई नभए नि छिमेकीको घर त थिँदै थियो। एटलिस्ट मैले त सुरुमा एनिमे वा अरू अनलाइन मुभिज हेर्दाखेरि छिमेकीकै वाइफाई चलाएर हेर्न थाले हो। र जसरी अलिअलि एनिमे ग्रो गर्दै गयो, आजको दिनमा नेपालमा एनिमे कम्युनिटीको पनि ग्रो हुँदै गएको छ। फेसबुक ग्रुप, एनिमे मिम पेज, टिकटक एडिट्स, फ्यान आर्ट्स सबै ठाउँमा एनिमे देख्न पाइन्छ र त्यो देख्दा आई रियली फिल ह्याप्पी। र हरेक वर्ष हुने ओटाकु जात्राले त झन् सुनमा सुगन्ध छरिदिएको छ। तर सबै कुरा पर्फेक्ट छैन। नेपालमा अझै पनि कति धेरै एनिमे अफिसियली अभाइलेबल नै छैन। त्यही भएर मान्छेहरू पाइरेटेड वेबसाइट युज गर्छन्। हालाकि त्यही वेबसाइटले गर्दा एनिमे भ्युअर्सहरू बढेका हुन्, तर केही नै चलिरहने हो भने हामी कहिले नै एज अ एनिमे मार्केट नै ग्रो गर्ने छैनौँ। हुँदा कन्सिरोल पनि अहिले नेपालमा अभाइलेबल नै छैन क्यारे। थर्ड पार्टीहरू कन्ट्याक्ट गरी सब्सक्रिप्सन लिनुपर्छ। तर त्यही पनि धन्न क्युएफएक्स सिनेमा र बटरफ्लाई फिल्म जस्ता डिस्ट्रिब्युटरहरू छन् र उनीहरूले गर्दाखेरि धन्न हामीले टाइम टु टाइम नेपालमा एनिमे फिल्महरू हेर्न पाइरहेका छौँ। तर हामीले टाइम टु टाइम फिल्म हेर्न पाएको जस्तो हामीलाई लागे पनि मैले जब यो भिडियोको रिसर्चको लागि च्याट जिपिटीमा गएर 10 लेटेस्ट एनिमे मुभी रिलिज इन नेपाल भनेर हानेको थिएँ, 10वटा मुभी त रिलिज नै भएको रहेछ। सो फ्युचर चाहिँ कस्तो छ त भनेर कुरा गर्ने हो भने फ्युचर चाहिँ ब्राइट नै देखिन्छ, किनकि नेपाली युथहरू एनिमेसन, डिजिटल आर्ट र कन्टेन्ट क्रिएसनतिर अट्र्याक्ट भइरहेका छन्। तर जे चलिरहेको छ त्यसमै छोडिदिने हो भने चाहिँ अहिले इन्डियामा जस्तो एनिमे कल्चर ग्रो भएको छ त्यतिसम्म पुग्न पनि हामीलाई अझै 30 देखि 40 वर्ष लाग्न सक्छ। र अभियसली हामीले तिनीहरूसँग कम्पिट गर्न सक्दैनौँ। हामीले के गर्न सक्छौँ त? के गर्न सक्छौँ भने एनिमे मुभी हलमा लाग्दा रेगुलरली गएर हेरिदिने, अनलाइन एनिमे कन्टेन्टहरू सपोर्ट गर्न सक्छौँ। जस्तै कि तपाईँहरूले मेरो च्यानल सब्सक्राइब गर्न सक्नुहुन्छ र क्रन्ची रोल र नेटफ्लिक्सहरू जस्तो अनलाइन प्लेटफर्मको सब्सक्रिप्सन लिएर रेगुलर त्यहाँबाट एनिमे हेर्न सक्छौँ। र सबभन्दा इम्पोर्टेन्ट आफ्नो साथीभाइलाई कन्भिन्स गरेर हुन्छ कि फकाएर हुन्छ कि एनिमे हेर्न लगाउनु। किनकि हामीले यसरी सपोर्ट गर्दै गयो भने नेपालले पनि फ्युचरमा आफ्नै एनिमे इन्सपायर्ड कन्टेन्टहरू बनाउने सम्भावना बढ्दै जान्छ र नेपालले पनि आफ्नो एनिमेसन इन्डस्ट्री सुरु गर्ने कोसिस गर्दैछ। लास्ट इयर मात्र सलिना द वारियर प्रिन्सेस भन्ने मुभी रिलिज भएको थियो र फर अभियस रिजन कोही हेर्न गएनन्। र फ्युचरमा नि माजुपा लाखे र चन्द्रगिरी वारियर जस्ता प्रोजेक्टहरू अनाउन्स भइसकेका छन् र फर स्योर यसको पनि एनिमेसन खासै गतिलो हुनेवाला छैन, किनकि सुरुमा म्याक्सिमम इन्डस्ट्रीको सुरुमा हुने प्रोजेक्टहरू मिडियोकर नै हुन्छन् र हामीले नै हो त्यसलाई सपोर्ट देखाउने। जब इन्डियामा महानरसिंह अवतार रिलिज भएको थियो त्यसको पनि एनिमेसन इन्टरनेसनल लेभलको हिसाबले त्यस्तो खतरा थिएन, तर इन्डियन फ्यान्सहरूले छप्पड फाडिदिए। बक्स अफिस कलेक्सन त्यसको ओभर 200 करोड थियो इन्डियामा मात्रै। र त्यसले गर्दाखेरि अब नेक्स्ट इयर बाहुबली विथ द इन्टरनेसनल लेभल अफ एनिमेसन रिलिज हुँदैछ। त्यस्तै हामीले पनि सपोर्ट गर्दै गयौँ भने त्यस्तै लेभलमा अवश्य नै पुग्नेछौँ। 5 वर्ष लाग्ला, 10 वर्ष लाग्ला, तर वी जस्ट निड टु बी पेसेन्ट एन्ड सपोर्ट आवर इन्डस्ट्री। र इफ यु गाइज हेभ एनी टपिक जसमा भिडियो हेर्न चाहनुहुन्छ भने प्लिज कमेन्ट बिलो। र यस्तै एनिमे र मुभी रिलेटेड कन्टेन्ट अझै हेर्न मन छ भने सब्सक्राइब टु माई च्यानल। सो आजको लागि थ्याङ्क यू, बाई बाई, सायोनारा।